हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। यो चाहिँ हजार सिँढीको बाटो हो। हामी चाहिँ अहिले हजार सिँढी घुम्नलाई निस्केको। एकदमै राम्रो छ है गाइज। हजुरहरू पनि आउनु होला। एकदमै राम्रो। गाइस मलाई चाहिँ हिँड्नलाई एकदम मजा लागेर म चाहिँ हिँड्दै एकदम राम्रो भ्यू छ। यति मिठो हावा चलेको छ, कति आनन्द आउने के। यो चाहिँ मेल्लाको नेल पलिस। गाइज हजुरहरू पनि आउनु होला। एकदमै राम्रो रमाइलो। म चाहिँ हजार सिँढीबाट झर्नलाई अल्छी लागेर यो बाटो घुम्दै आएको। घाम लागिरहेछ। हेर्नुहोस् न कस्तो राम्रो भ्यू। बाढी पहिरोले यस्तो बाटो बनाएछ। गाइस बाटो चाहिँ एकदमै राम्रो छ, तर जङ्गलमा चाहिँ एकदम भिर के अरे पहिरो गएको रहेछ कि। मलाई चाहिँ एकदम धेरै रमाइलो लागिरहेछ। अलिअलि सिर्र परेको हावा। हाम्रो यो चाहिँ नेपालको बाटो। बाँदर नि छ कि क्या हो यता त? के हिँड्दै छ त जङ्गलतिर त? यस्तो आनन्दको हावा के। वाउ। सिँढीबाट झार्दै सबै पटाक पुटुक भाँचिन्छ नि त। एक लाखसम्मको साइकल किनेर ठिक हुन्छ होला है। साइकलमा एकदमै राम्रो अनुभव हुन्छ।